एउटा अनौठो कुरा छ। जीवनमा धेरै कुरा बदलिँदैन, तर एउटा क्यालेन्डरको पाना पल्टिने बित्तिकै धेरै मानिसहरूलाई अचानक लाग्छ, म धेरै पछि परिसकेँ। आइतबार बेलुका, जन्मदिनको दिन, पुरानो साथीको सफलताको खबर सुन्दा, वा राति मोबाइल बन्द गर्नुअघि, राति 11 बजे फोन स्क्रोल गर्दा कसैको विदेशको तस्बिर देखिन्छ, कसैको भव्य बिहेको तस्बिर देखिन्छ, र मनमा एउटै वाक्य गुन्जिन्छ, सबैले आफ्नो बाटो भेटाइसके, म बाहेक। किन यिनै क्षणहरूमा मात्र जीवन अधुरो जस्तो लाग्छ? किनभने त्यो बेला तपाईँ आफ्नो जीवन बाँचिरहनु भएको हुँदैन, तपाईँ आफ्नो जीवनको हिसाब गरिरहनु भएको हुन्छ, र त्यहीबाट गल्ती सुरु हुन्छ। म तपाईलाई सम्झाउन आएको होइन, म त तपाईलाई देखाउन आएको हुँ, तपाईँ आफैले नदेखेको एउटा कुरा। तपाईको चिन्ताले तपाईको वास्तविक प्रगति लुकाइरहेको छ, किनभने हिसाब गर्ने तरिका नै गलत छ। तर सम्झनुहोस्, यो भावना तपाईँ बलियो हुँदा कहिले आउँदैन। यो आउँछ तपाईँ थकित र एक्लो हुँदा। हामीलाई सानैदेखि एउटा अदृश्य तालिका सिकाइन्छ। यति उमेरमा पढाइ सक्नुपर्छ, यति उमेरमा जागिर, त्यसपछि विवाह, घर, बच्चा, सफलता। हामीलाई कसैले सोध्दैन के त्यो जीवन तिम्रो पनि हो। हामीलाई केवल सिकाइन्छ त्यही बाटो नै सही बाटो हो। त्यसैले जब अरू कसैको यात्रा छिटो देखिन्छ, हामीलाई आफ्नै गति गलत लाग्न थाल्छ। तर कल्पना गर्नुहोस्, एउटा रुखलाई र अर्को बाँसलाई। रुख केही वर्षमै ठुलो हुन्छ, बाँस भने धेरै वर्षसम्म जमिन मुनि नै बस्छ। हेर्दा केही पनि भइरहेको जस्तो देखिँदैन, तर त्यसले आफ्नो जरा फैलाइरहेको हुन्छ। र एक दिन त्यही बाँस केही महिनामै धेरै मिटर अग्लो हुन्छ। यदि तपाईले पहिलो वर्षमै उसलाई हेरेर यो त बढेन भन्नुभएको भए, के तपाईँ सही हुनुहुन्थ्यो? सायद तपाईले केवल उसको देखिने भाग मात्र हेर्नुभएको थियो। मानिसहरूको जीवन पनि त्यस्तै हुन्छ। हामी उपलब्धि देख्छौं, सङ्घर्ष देख्दैनौं। हामी तस्बिर देख्छौं, निद्रा नलागेका रातहरू देख्दैनौं। हामी पदोन्नति देख्छौं, त्यसअघिका सयौं अस्वीकारहरू देख्दैनौं। तपाईलाई थाहा हुँदैन उनीहरूले घरमा भोगेको कुरा, उनीहरूले मनभित्र लुकाएको डर, उनीहरूले गरेको सम्झौता। तपाईले त देख्नुहुन्छ केवल एउटा राम्रो तस्बिर। त्यसैले तुलना कहिले बराबरी हुँदैन। र यो तुलना आफ्नै छायालाई लखेट्नु जस्तै हो। जति नजिक पुग्न खोज्छौं, त्यो झन अगाडि सर्छ, कहिल्यै समात्न सकिँदैन। अझ रोचक कुरा, तपाईको दिमाग निष्पक्ष न्यायाधीश होइन, ऊ वकिल हो। एकचोटि उसले निर्णय गर्यो, म पछि परे। त्यसपछि उसले संसारभरिबाट त्यही कुरालाई सही साबित गर्ने प्रमाण खोज्न थाल्छ। अरूको सफलता देख्छ, आफ्नो प्रगति बिर्सन्छ। अरूको गन्तव्य देख्छ, आफ्नो यात्रा बिर्सन्छ। मनोविज्ञानमा यसलाई कन्फर्मेसन बायस भनिन्छ। तर यही दिमागले अर्को एउटा गल्ती पनि गर्छ। हामी आफ्नो असफलतालाई अन्तिम फैसला ठान्छौं, तर ती त केवल जानकारी मात्र हुन्। एउटा परीक्षामा चुक्नु भनेको आफ्नो कमजोरी थाहा पाउनु हो। एउटा व्यापार डुब्नु भनेको आफ्नो हिसाब सच्याउनु हो। र जसले बाटो बिराएर फेरि आफ्नै बाटो खोज्छ, उसैले पछि अरूलाई पनि बाटो देखाउन सक्छ। आफ्ना विगतका निर्णयहरूलाई आजको ज्ञानले नमाप्नुहोस्। त्यो निर्णय अन्धकारमै लिएको थियो, तर लिएको त थियो। तर जीवनको सबैभन्दा ठूलो परिवर्तन हदेरे जसो देखिँदैन। आत्मविश्वास एकै दिन बन्दैन, विश्वास एकै पटक जितिँदैन, अनुशासन एउटै निर्णयले आउँदैन। कसैसँग गरेको एउटा इमानदार कुराकानी, आफूले लिएको एउटा सानो अडान, निराश नभई फेरि उठेर लागिरहने बानी, यी कुनै पनि कुरा बाहिरबाट देखिँदैनन्। यी सबै
साना साना दोहोरिएका निर्णयहरूको परिणाम हुन्। पानीको थोपा ढुङ्गाभन्दा कमजोर हुन्छ, तर वर्षौंसम्म त्यही पानीले ढुङ्गामा पनि बाटो बनाउँछ। त्यसैले यदि तपाईलाई अहिले आफू अल्झिएको जस्तो लागिरहेको छ भने त्यही बाँसलाई फेरि सम्झनुहोस्। वर्षौंसम्म यसको उचाइ बढेको देखिँदैन, तर हरेक दिन यसको जरा अलिअलि लामो हुँदै गएको हुन्छ। अल्झिएको महसुस हुनु र साँच्चै रोकिनु दुई फरक कुरा हुन्। सायद तपाईँ रोकिनु भएको छैन। सायद तपाईको जरा बढिरहेको छ र जरा कहिल्यै बाहिर देखिँदैन। आफूलाई दोष दिँदैमा जरा छिटो बढ्दैनन्। तपाईलाई चाहिने कुरा पछुतो होइन, स्पष्टता हो। आफूलाई म ठिक छु भन्नका लागि तपाईले कुनै प्रमाण चाहिँदैन। जसले सोच्न नै छोडिदिए उनीहरू पूर्णतया स्थिर भए, तर तपाईँ अझै प्रश्न सोधिरहनु भएको छ र प्रश्न सोध्नु नै तपाईँ अझै हिँडिरहनु भएको प्रमाण हो। एउटा दिन आउनेछ जब अरूले भनेछन् तिमी त एक्कासी धेरै अगाडि पुग्यौ, तर तपाईलाई थाहा हुनेछ त्यो एक्कासी भएको थिएन। त्यो हरेक दिन कसैले नदेखेका साना निर्णयहरूको परिणाम थियो। त्यसैले यदि आज पनि तपाईलाई आफू पछि परेको जस्तो लागिरहेको छ भने एउटा प्रश्न आफैलाई सोध्नुहोस्। के म साँच्चै पछि परेको हुँ कि मैले केवल अरूको घडी हेरेर आफ्नो समय नापिरहेको छु? किनभने जीवनको सबैभन्दा ठूलो गल्ती ढिलो सुरु गर्नु होइन, आफ्नो यात्रालाई अरूको घडीले मापन गर्नु हो। जरा नदेखिनु भनेको नबढ्नु होइन, र तपाईँ आफै पनि यो कुरा भित्रभित्रै थाहा पाउनुहुन्छ। तपाईँ अहिले पनि यही हुनुहुन्छ यो भिडियो हेर्दै। यसको अर्थ तपाईँ आफ्नो जीवनलाई गम्भीरतापूर्वक हेर्न चाहनुहुन्छ, र त्यो गम्भीरता नै पर्याप्त प्रमाण हो। सायद तपाईँ पछि परेको होइन, तपाईको यात्रा अझै देखिन बाँकी छ। यो भिडियो अन्तसम्म हेर्नुभएकोमा धन्यवाद। यदि यो भिडियोले तपाईलाई केही सोच्न बाध्य बनायो भने लाइक गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् अनि आफ्नै कथा वा विचार कमेन्टमा लेख्नुहोस्। फेरि यस्तै रोचक भिडियो लिएर आउने नै छु। त्यतिन्जेलसम्मको लागि नमस्कार।